साधारण खेलाडीको बारेमा आज म तपाईँहरूलाई भन्न चाहदैछु। नेपाली भलिबलको गोटको बारेमा भन्न चाहदैछु। तपाईँ इमेजिन गर्नुहोस्, सामान्य ज्ञानले समेत भलिबलको उत्कृष्ट खेलाडी को हो भन्दै उनको नाम राख्थ्यो उत्तरमा। कभर्ड हल त देख्नुभएको छ होला। कभर्ड हलमा जसले प्रहार गरेको स्पाइक अपोनेन्टको कोर्टमा ड्रप हुँदै कभर्ड हलको माथिल्लो त्यो छानामा ठोकिएर त्यहाँ भएको बिजुलीको बल्ब फुट्यो अनि भुइँमा झऱ्यो र सिसा सफा गर्न केही बेर म्याच पनि रोक्नुपर्ने स्थिति आयो। जो स्पाइकका लागि नेटमा जम्प गर्दा टाउकोले माथिको एन्टिना सुन्थ्यो, नेट होइन एन्टिना, जो यति लोकप्रिय थियो कि भलिबल बनाउने इन्डियन कम्पनी विनेक्सले जसको नामको सिग्नेचर बलमा प्रिन्ट गरेर नेपाल पठाउँथ्यो। जो राष्ट्रिय प्रतियोगिताको डेब्युमै लगातार 3 पटक बेस्ट प्लेयर पनि बनेको थियो, ब्याक टु ब्याक। इन्टरनेसनल कुरा गर्ने हो भने जसले चाइना, रसिया, इन्डिया, थाइल्यान्ड, पाकिस्तान, इरान, जापान, साउथ कोरिया, इन्डोनेसिया, बङ्गलादेश लगायत गरी 20 भन्दा बढी देशमा नेपालको जर्सी लगाएर आफ्नो स्किल देखाउन सफल भएको छ। अरू कुरा त छाडिदिनुहोस्, जापानको एउटा पत्रिकाले एसियाकै टप 12 भलिबल प्लेयरहरूको लिस्ट सार्वजनिक गर्दा 11औं नम्बरमा समेत उनको नाम परेको थियो एसियन लेभलमा। जसको लोभलाग्दो स्टारडम हेरेर युवा खेलाडीहरू प्रभावित हुन्थे अनि उनी जस्तै बन्ने सपना देखेर बल समाउने गर्दथे। जसका साथी खेलाडीहरूले उनलाई नाम नै दिएका थिए, उस्ताद एनी मास्टर, विज्ञ। नेपाली भलिबलका उस्ताद उनी हुन्, द ग्रेटेस्ट अफ अल टाइम, दीपक सापकोटा। मलाई थाहा छैन अहिलेको जेनेरेसनले उनको नाम कतिको सुनेको छ या छैन, तर अब सुन्नुहोस्, नभनिएका गाथा भन्नको लागि वेलकम टु एचआरएच स्पोर्ट्स। आउनुहोस् निस्कियौँ एउटा यस्तो जर्नीमा, यहाँ तपाईँले डुबुल्की लगाउन सक्नुहुनेछ नेपाली भलिबलको सुनौलो इतिहासको महासागरमा। त्यो बेला पनि यस्तो हुँदो रहेछ है भनेर कल्पनामा हराउने त्यो सागरमा। एरा थियो 70s को, यानि नेपालमा 30 को दशक। लेट 70s मा एसियाकै टप 12 बेस्ट प्लेयरको लिस्ट जापानिज न्युज पेपरले उनको नाम छाप्नु यो साधारण विषय थिएन। बस फरक केही छ भने अहिलेको सोसल मिडिया र इन्टरनेटको एरा हुँदैन थियो। त्यो एउटा स्पाइकले भाइरल हुने अहिलेको समयमा त्यो उपलब्धि सपनाभन्दा पनि बाहिरको कुरा भएको छ अहिलेका स्पाइकरहरूको लागि। 1978 मा 8औं एसियन र एसियन मेन्स च्याम्पियनसिप, 1983 मा जापान एसियन गेम्स, साउथ कोरियामा 5औं एसियन गेम्स, 1986 मा 10th एसियन गेम्स अनि 1987 मा कोलकातामा साफ गेम्स लगायतका ऐतिहासिक र मेजर इन्टरनेसनल इभेन्टहरूमा उनले खेल्दा उस्ताद दीपक सापकोटा जहिले पनि नेपाली टोलीको लागि मेन प्लेयर भएर कोर्टमा उत्रिन्थे। दीपक सापकोटा भलिबलका उस्ताद साँचो अर्थमा थिए। उनलाई उनकै टिमका सहकर्मी र प्रशंसकहरूले त्यो बेलामा बोलाउने नाम नै उस्ताद थियो, जसको वरिपरि मुलुकको राष्ट्रिय खेल भलिबल झन्डै 15 वर्षसम्म घुम्यो। उनी आफैले दिएको नाम होइन यो, उनलाई माया गरेर समर्थकहरू र उनका साथीहरूले दिएको नाम थियो। उनले 8 वर्ष त नेतृत्व नै गरे नेपाली नेसनल टिमको कप्तानको रूपमा। दीपक जतिको प्रभावशाली खेलाडी अहिलेसम्म छ जस्तो लाग्दैन। भविष्यमा जन्मनु बेग्लै हो। उतै बेला उस्तादकै कारण मुलुकमा भलिबलले प्रसिद्धि पनि कमाएको थियो। नेपाली भलिबल इतिहासमा उनी असाधारण खेलाडी हुन्, सर्वकालीन उत्कृष्ट खेलाडी हुन्। हेर्नुहोस् त, यो त्यति बेलामा एउटा खेलाडीले अर्को खेलाडीको बारेमा भन्दैछ। सेकेन्डरी लेभलको पढाइको बेलामा विद्यालय स्तरीय तत्कालीन वीरेन्द्र सिल्ड खेलकुदबाट भलिबलमा छिरेका थिए उस्ताद। उनले त्यसबेला आफूले भलिबलको शिखरमा पुग्छु भन्ने कल्पना पनि गरेका थिएनन्, जबकि अहिले पनि उनलाई नेपाली भलिबल जगतमा शिखर खेलाडी मानिन्छ। 6 फिट उनको हाइट, 14 वर्षसम्म नेपाली राष्ट्रिय टिमलाई योगदान दिए राइट ह्यान्ड स्पाइकरको रूपमा। उनले कहिले पनि हार्न जानेनन्। उनी जुन टिमबाट खेल्थे अधिकांश त्यही टिम च्याम्पियन पनि बन्थ्यो। यो हेर्नुहोस् सरस्वती है त, मर्निङ सोस डे भनिन्छ नि, अर्थात् बिहानीले दिउँसोको सङ्केत गर्छ। उस्तादमा त्यो झलक सुरुवातबाट नै देखिन्थ्यो। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा पढ्दा वीरेन्द्र सिलबाट भलिबल खेल्न सुरु गरेका उनले लगातार र पटक पटक आफ्नो टिमलाई वीरेन्द्र सिलको च्याम्पियन पनि बनाए। 2032 सालमा उच्च शिक्षा अध्ययनका लागि त्यो बेलाको सुप्रसिद्ध नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस उनी पुगे, पूर्वबाट सिधै पश्चिम। नेपालगञ्जमा त्यो बेला एउटा क्लब हुन्थ्यो, रोडसी सङ्गम क्लब नामको एउटा क्लब। त्यहाँ जोडिनु दीपक सापकोटाको भलिबल करियरमा एउटा टर्निङ पोइन्ट नै हामी मान्न सक्छौँ। 16 वर्ष छिटो, अग्लो र फुर्तिलो थियो। थाहा थिएन कि उनीहरूलाई स्कुल लेभलका च्याम्पियन हुनु। पहिलोपल्ट क्लबमा खेल्दाखेरि नै मेन स्पाइकरको जिम्मेवारी दियो। जब खेले सबैलाई मोहित बनाए। 16 वर्षको उमेरमा सङ्गम क्लबबाट इन्टर क्लब जुनियर भलिबल खेले उनले। क्लब च्याम्पियन बन्यो। उनी उत्कृष्ट खेलाडी घोषित भए। लगत्तै उनलाई अब यो क्लबको सिनियर टिमले तान्यो र त्यही सिनियर टिमलाई पनि उनले च्याम्पियन बनाए र फेरि पनि उस्ताद नै बेस्ट प्लेयर बने। अब त्यहाँबाट बाटो थियो बाँकी जिल्ला टिमको।
भेरी अञ्चल स्तरीय प्रतियोगिता पनि आयोजना हुन्छ। त्यहाँ बाँके जिल्ला च्याम्पियन हुँदा उनी अञ्चलकै उत्कृष्ट खेलाडी चुनिए। यसपछि बाटो उनको अञ्चलको। उनी अञ्चल टिममा प्रवेश गरे र 2033 सालमा धनगढीमा भएको 4थो राष्ट्रिय प्रतियोगितामा अञ्चलको लागि डेब्यू गरे। भेरी अञ्चलबाट खेल्दा प्रतियोगितामा उनको टिम फाइनलसम्म पुग्यो। फाइनलमा भने भेरी बागमतीसँग 3-0 को सोझो सेटमा पराजय बेहोर्न बाध्य भयो। यो पहिलो पटक थियो जहाँ उनी दोस्रो बने। यो पहिलो पटक भयो उनको टिम च्याम्पियन नबन्नु। तर टुर्नामेन्टको बेस्ट प्लेयर भने फेरि पनि दीपक सापकोटा यानि उस्ताद नै बने। 2034 सालको चन्द्रगढी र 2035 सालको हेटौडामा भएको राष्ट्रिय प्रतियोगितामा पनि उनी सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै लगातार 3 वर्ष राष्ट्रिय प्रतियोगितामा बेस्ट प्लेयर हुने रेकर्ड आफ्नो नाममा गरे। सोच्नु सब एकपटक कुन लेभल थियो होला।